हेलो नमस्ते एभ्रिवान। फेरि पनि मैले आज हजुरहरूको लागि भनेर नयाँ रेसिपी लिएर आइसकेको छु। रेसिपी चाहिँ के हो भने मस्यौराको छोइरा। सो आउनुहोस् म सँगसँगै बनाउने। त्यही पहिला तातो तेलमा हाल्नु पर्यो, फ्राई गर्नु पर्यो है। टक्कलर आफूले कति खाने हो त्यही अनुसार। अब यतिको रेड भइसक्यो, गोल्डन रेड। अब यसलाई चाहिँ हामी निकाल्छौँ। त्यसरी काटेर चाहिँ यसलाई हल्का ग्रिल गर्ने। त्यतिको ग्रिल भइसकेपछि अब चाहिँ यसलाई चाहिँ हामीले यहाँ हाल्छौँ लगाएर। अब यसमा के हाल्ने भनेर चाहिँ म भन्छु है तपाईँहरूलाई। फर्स्टमा प्याज हाल्ने, अनि त्यसपछि यस्तो खोलको पिरो पिरो चेरी चाहिँ हाल्नुपर्छ। हामीले चेरी लसुन भइहाल्यो, ग्रिन चिल्ली सर्लक कलर हाल्नु पर्यो, कोरिएन्डर। तपाईँहरूसँग हरियो लसुन छ भने चाहिँ एकदमै बेस्ट हुन्छ छोइलाको लागि। तर मसँग चाहिँ अहिले हरियो लसुन नभएको भएर मैले चाहिँ लसुनको पोटी हालेको छु। मसँग लसुन छैन कि अहिले। सो तपाईँले जिन्जर गार्लिक पेस्ट हाल्नुहुन्छ। तिमुर पनि थोरै हालौँ स्वादको लागि है। जिन्जर गार्लिक पेस्ट मेरो चाहिँ हरेक कुरामा युज हुने भएर म चाहिँ अलरेडी ग्राइन्ड गरेर राख्छु, भाँडामा नजाउँ। अनि त्यसपछि नुन नमक, अङ्ग्रेजीमा सल्ट हो क्या, हजुर सल्ट। अनि त्यसपछि आएर यो चाहिँ चिल्ली फ्लेक्स, आफैले घरमा बनाएको चिल्ली फ्लेक्स। यो चाहिँ धेरै नहाल्नु, कतिको पिरो खान सक्नुहुन्छ त्यही अनुसार हाल्नु, किनकि मैले यहाँ ग्रिन चिल्ली पनि हालेको छु। मलाई धेरै हाल्दिनँ खासै। अनि त्यसपछि आएर कलरको लागि काश्मिरी मिर्च। यो चाहिँ म हरेक खानामा युज गर्छु प्रायः, किनकि फुड कलर चाहिँ युज गर्दिनँ म। यति हाल्ने यो चाहिँ। अनि त्यसपछि आएर बेसार, कलरको लागि हाल्नै पऱ्यो बेसार त होइन। अनि त्यसपछि आएर मैले चाहिँ यता तेल तताइरहेको थिएँ। अब यसलाई चाहिँ ज्वाइँै पार्ने। मेथी चाहिँ अप्सनमा है, मेथी चाहिँ हालिनु पनि हालिनु। यो चाहिँ तोरीको तेल, स्पेसली तोरीको तेल युज गर्नु तपाईँहरूले चाहिँ। अनि फेरि अलिकति काँचो तोरीको तेल पनि हाल्नु ल बास्नाको लागि मजाले। अनि त्यसपछि आएर मजाले मुस्ने, पोखी बोनी है तेरिका। उप्स, हेर्नु त मैले राम्रोसँग नमुस्दा पनि कस्तो यम्मी देखिरह। अब यसलाई चाहिँ हामीले 1 आवर 30 मिनट जति चाहिँ यसलाई हामीले कभर गरेर राख्दिउँ, किनकि यो फ्राई गरेको हुन्छ यसभित्र चाहिँ रस पस्नु पऱ्यो नि त मजाले। सो लुक एट दिस कलर, दामी देखिरह नि, हेर्नु न है। त्यहाँदेखि खाँदा कस्तो होला सोचिरहेको छु कि यस्तो मिठो बास्ना आइरह नि। ओ माई गड। ल हेर्दै आज मस्यौरा छोइरा पनि बनिसक्यो। तपाईँहरू पनि घरमा पक्कै बनाएर खानु होला र कस्तो हुन्छ एकचोटि कमेन्ट गर्नु होला। थ्याङ्क यू एन्ड फलो फर मोर। हेर्दै घरमै मस्यौराको छोइला पनि बनिसक्यो। फाइनल लुक त्यस्तो छ। म खाएर पनि तपाईँहरूलाई देखाउँछु है। लुक एट दिस। मिठो स्वाद चाहिँ एकदम दामी। तर यसलाई 5-10 मिनट चाहिँ राख्नुपर्छ, किनकि यसभित्र रस पस्नु पऱ्यो नि त। सो तपाईँहरू पनि ट्राई गर्नु एन्ड फलो फर मोर। बाई, हेभ अ गुड